मानिस हुनका लागि आमाको कोखबाट जन्मिनुपर्छ। जन्मिसके पछाडि ऊ हुर्किँदै हुर्किँदै ठुलो हुन्छ, स्कुल जान्छ, ऊ आफूलाई मानवता साबित गर्छ। तर हुनु चाहिँ मान्छेबाटै जन्मेको, मान्छे जस्तै अनुहार भएको, खाना नै खाने, थालमै खाने, खाटमै सुत्ने, तर अमानवीयता भएको। पहिला यो एउटा भिडियो सुनाऊ, त्यसपछि कुरा गर्छु। यो भिडियो बालेन्द्र शाहलाई चाँडोभन्दा चाँडो प्रधानमन्त्रीको पदबाट गणहत्याएर निकाल्नुहोस्। ओके, उहाँ हुनुहुन्छ निवर्तमान उपाध्यक्ष, श्रम संस्कृति पार्टीका उपाध्यक्ष के बाहुन छोडिदिनुहोस्। अब यो नाम नलिएँ मैले है, तपाईँ यहाँ पढिसक्नु भएको, यहाँ हेर्नु होला, फोटोमा हेर्नु। उहाँ श्रम संस्कृति पार्टीको उपाध्यक्ष हो। उहाँले मात्रै होइन, उहाँको अध्यक्ष जो मैले बेला बेला भनेको छु, यो शब्द अपच्य हुन सक्ला, यो दिनेशले यो शब्दहरू नगरिदिनु भएको भए हुन्थ्यो भन्ने कुरा कहीँ मेरा शुभचिन्तक साथीहरूलाई लाग्नु सक्छ होला। त्यसका लागि मलाई माफी गरिदिनु होला प्लिज। उसले बिहानदेखि बेलुकासम्म एउटा सम्माननीय प्रधानमन्त्रीज्यूलाई त भनेर सम्बोधन गर्छ होइन। एउटा चाहिँ मानवीयता भन्ने कुरा यति पनि राख्दैन, एउटा आफूलाई चाहिँ आचरण भन्ने कुरा जिरोमा राख्छ र अरूलाई सबैलाई नराम्रो मात्रै देख्छ। मै मात्रै ठुलो हुँ भनेर उसले सम्झिन्छ भने उसलाई चाहिँ सदैव हामीले तपाईँ हजुर भनेर जय जयकार गरिराख्नुपर्ने अवस्था छैन र गर्नु पर्दैन। मेरोमा त्यो स्वभाव छैन। मान दिनेलाई मान दिने हो, सम्मान दिनेलाई सम्मान दिने हो। जसले आफूलाई नै बाल दिँदैन भने बाल दिने पनि होइन। मेरो सिद्धान्त यो अलिकति म कडी गराउँदैछु यो विषयमा। यथार्थ कुरा यही हो। बाँकी कुरा हर्क साम्पाङ हिजो जब यलम्बर राजा पूर्व इलामतिर यलम्बर राजाको ठाउँमा गएर उहाँले चाहिँ जसो रुँदै गर्नुभयो, आजसम्म 3 पटक हर्क साम्पाङ रोएको छ। 3 पटक रोएको छ। सिर्फ आफ्ना स्वार्थका लागि, आफू नभए पछाडि मात्रै ऊ रोएको छ। ऊ कुनै देशका लागि, ऊ कुनै यो ठाउँका लागि, यो गाउँका लागि, यो देश बनाउनुपर्छ कि जनता बनाउनुपर्छ भन्ने उसको कुनै पनि मानसिकता छैन। टोटली रूपमा हर्क साम्पाङ मानसिक डिस्टर्ब भएको मानिस हो। यो कुरा लेखेर राख्नुहोस्। यो कुरा किन भन्यो होला भन्नु होला। उसले दिनमा तपाईँ साथीलाई म स्पष्ट जानकारी गराउन चाहन्छु, ऊ आफू मात्रै होइन, आफ्ना भयभरका कार्यकर्ता, आफ्ना भयभरका पार्टीका नेताहरूलाई इभन यो सरकार विरुद्ध लगाएर जसरी पनि यो सरकारलाई ढाल्ने कोसिस गरिरहेको छ। तर एउटा कहावत छ, कहिले पनि आफू जत्रो मानिस छ त्यत्रै सोच राख्नुपर्छ। आफ्नो जत्रै औकात छ त्योभन्दा ठुलो सोच राखेर पनि सम्भवतः हो सोच त राख्नु पाइन्छ, तर चाहिँ त्यसलाई चाहिँ प्रस्फुटन गरेर म गरि नै हाल्छु भनेर भन्नु हुँदैन, ताकि कुनै चिजको पनि हद हुन्छ, सीमा हुन्छ। तर जबकि एउटा 3 सिटे जाबो एउटा चाहिँ ढुङ्गे मेयरले, ढुङ्गे पनि होइन, जो एउटा कुल्ली भनिन्छ नि, दिसभरि काम गर्ने कुल्ली भनेको अपमान काम गरेर खाने श्रमजीविकाहरूका लागि माफ गर्नु होला। तपाईँलाई मेरो कुनै पनि तपाईँहरूप्रति कुनै पनि म शर्मिक हो। म तपाईँहरूलाई अपमान गर्न खोजेको